रविको मुद्दामा सर्वोच्चले आँखा चिम्लेको 7 वटा तथ्यहरू। रवि कुनै पनि सहकारीका सञ्चालक वा सदस्य नरहेको। नम्बर 1। नम्बर 2, रवि आफैले सहकारीमा निवेदन दिएर पैसा निकालेको प्रमाण नभेटिएको। नम्बर 3, सहभागी गोर्खा मिडियाको कुनै पनि बोर्ड बैठकले सहकारीबाट पैसा ल्याउने निर्णय नगरेको। नम्बर 4, गोर्खा मिडियाबाट रविले मासिक तलब बाहेक अतिरिक्त आर्थिक लाभ हासिल नगरेको। नम्बर 5, रवि विरुद्ध सुरुमा उजुरी नै थिएन, प्रहरीले पछि पूर्वक अभियोजन गरेको हो। नम्बर 6, 3 उजुरीकर्ताहरूले नै आफूहरूको नाम प्रहरीले दुरुपयोग गरेको भनेर सार्वजनिक रूपमा बयान दिइसकेका छन्। नम्बर 7, प्रमाणहरू सङ्कलन भइसकेकाले नष्ट गर्ने जोखिम नरहेको र भाग्ने पनि सम्भावना नभएको। यो केसमा पनि रवि लामिछानेलाई सर्वोच्चले जेल पठाउनु भनेको राजनीतिक प्रतिशोध नभएर अरू के हो त? तपाईँलाई के लाग्छ? कमेन्ट गर्नुहोस् है त।